नेपाल उद्योग वाणिज्य महासंघका 86 सदस्यहरूमध्ये विक्रम सम्वत 2020 सालमा स्थापना भई बागलुङ जिल्लाका सम्पूर्ण उद्योगी व्यवसायीहरूको हक, हित र अधिकार रक्षा तथा स्थापनामा समर्पित नेपाल उद्योग वाणिज्य महासंघबाट सर्वोत्कृष्ट अवार्ड 2065 ले सम्मानित बागलुङ उद्योग वाणिज्य संघद्वारा निर्मित वृत्तचित्र बागलुङ जिल्लाको पर्यटन व्यवसाय, जडीबुटी, वन पैदावर, कला संस्कृति, पर्यटकीय स्थल र व्यापारिक केन्द्रहरूको प्रवर्धन मार्फत समग्र जिल्लाको प्रचार र आर्थिक प्रगतिमा समर्पित। विश्व मानचित्रमा नेपालको नक्सा र नेपालको पश्चिमाञ्चल विकास क्षेत्रमा पर्ने 1784 वर्ग किलोमिटरको क्षेत्रफलमा 28 डिग्री 15 मिनेटदेखि 28 डिग्री 37 मिनेट उत्तरी अक्षांश र 83 डिग्रीदेखि 83 डिग्री 36 मिनेटको पूर्वी देशान्तरमा अवस्थित बागलुङ जिल्ला नेपाल भित्रको नेपाल। अधिकांश पहाडी भूभाग रहेको बागलुङ जिल्लाको नामाकरण परापूर्व कालमा ताती लगाएर हिँड्ने बाघको आक्रान्तबाट मुक्त पाउन तत्कालीन मगराती जातिका बलिया व्यक्तिहरूको सक्रियतामा बाघहरूलाई छेड्ने, काट्ने वा मास्ने कार्यको अर्थमा व्याघ्रलुबाट अपभ्रंश हुँदै बागलुङ रहन गएको कहावत मानिन्छ। पूर्वमा पर्वत, पश्चिममा रुकुम, रोल्पा र प्युठान, साथै उत्तरमा म्याग्दी र दक्षिणमा गुल्मी र प्युठान जिल्लासँग सीमाना जोडिएको अवस्थामा बागलुङ जिल्ला रहेको छ। धौलागिरी अञ्चलको सदरमुकाम बागलुङ र बागलुङ जिल्लाको सदरमुकाममा अवस्थित बागलुङ नगरपालिका। बागलुङ बजार यहाँको प्रमुख व्यापारिक केन्द्र। बागलुङ जिल्लाको विभिन्न ठाउँहरूमा रहेका व्यापारिक केन्द्रहरूमध्ये सदरमुकामबाट दक्षिण क्षेत्रमा 9 कोस टाढा रहेको छ कुस्मेसेरा बजार र 18 कोसको दूरीमा बरेङ अवस्थित छ। सदरमुकामबाट पश्चिम क्षेत्रमा 25 कोसको दूरीमा अवस्थित बुर्तिवाङ बजार निकै मनमोहक छ। भिङ्गिटे बजार सदरमुकामबाट 21 कोस टाढा अवस्थित छ भने ग्वालीचौर गाविसमा अवस्थित न्वार र खार बजार सदरमुकामबाट 18 कोसको दूरीमा अवस्थित छन्। पश्चिम क्षेत्रकै सदरमुकामबाट 16 कोस टाढामा खरबाङ बजार अवस्थित छ। बागलुङ जिल्लाको मध्य क्षेत्रमा सदरमुकामदेखि 10 कोस टाढाको हरिचौर बजार निकै मिलेको अवस्थामा छ। 9 कोस टाढाको हटिया बजार साथै सदरमुकामदेखि नजिकै 3 कोसको दूरीमा अवस्थित बिहु घोडाबाद्ने बजार र रिजाल चोक यी व्यापारिक केन्द्रहरू हुन्। ग्रामीण यात्राका लागि राजमार्गसँगै जोडिएको सदरमुकामको कालोपत्रे सडकबाट शाखाको रूपमा 48 वटा गाविसहरूमा कच्ची मोटर बाटो पुगेको छ। यात्रालाई सहज बनाउन जिल्लामा 525 वटा झोलुङ्गे पुलहरू निर्माण गरिएको छ। बागलुङ झोलुङ्गे पुलको जिल्ला हो। प्रकृतिका यी अनुपम छटाहरू पार गर्दै कर्मशील समाजमा प्रवेश गर्न सकिन्छ, जहाँ कर्मठातहरू राडीपाखी, काम्लो, झोला, टोपी, पछ्यौरा, कछाड, पटुका, हाडुला बनाइरहेका हुन्छन्। बागलुङ जिल्लाको निसी, बोङ्गादोबान, बोबाङ, खुङ्गा, पाण्डवखानी, देवीस्थान, बुर्तिवाङ लगायतका क्षेत्रमा घरमै पालिएका भेडा बाख्राबाट ऊन निकाली कपडा बनाइन्छ। ताराखोला, हिल लगायतका गाविसहरूमा सिस्नोको हल्लोबाट भाङ्रा, टोपी, कछाड र कोट उत्पादन गरिन्छ। यस्ता हाते उत्पादनहरू अति नै गुणस्तरीय छन्।
ग्रामीण उत्पादनमै वनमा पाइने बिरुवाको लोकताबाट बनाइएका यी हाते कागज र हाते कागजबाट बनाइएका सामग्री गुणस्तरयुक्त छन्। लेखानी गाविसमा सामूहिक रूपमै उद्योग सञ्चालन गरिएको छ। बोंगादोभान, तमान, धाराखोला लगायतका अन्य गाविसहरूमा व्यक्तिगत रूपमै व्यवसाय भइरहेको छ।